सो गाइज आज के भयो त यस्तो हामीहरू जन्ती जाने क्रममा बाटोमा हामीहरू जन्ती जाँदै थियौँ र बाटोमा चाहिँ एक्सिडेन्ट भयो र त्यही एक्सिडेन्टको क्रममा म थोरै घाइते हुन पुगेर हामीहरू चाहिँ धेरै टाढा पनि गएको थिएनौँ। आधा बाटोमा पुगेका थियौँ र बाटोमै बिचमा भेटिएर गाडी चाहिँ एक्सिडेन्टमा पर्यो र हामीहरू दुईजना चाहिँ घाइते भयो र एकजनाको चाहिँ घटनास्थलमा मृत्यु भइसक्यो र मृत्यु हुनेलाई चाहिँ रेउका हस्पिटल लगिएको छ र मृत्यु हुनेको नाम चाहिँ उबिलाल घरती मगर र 27 वर्षको युवा केटाको भएको छ। मेरो चाहिँ खुट्टामा चोट लागेको छ अनि थोरै हातमा पनि लागेको छ। जन्ती जाँदा चाहिँ आफ्नो सुरक्षा जता पनि होस्, गाडीमा होस् या होस्, आफ्नो सुरक्षा चाहिँ आफै गर्नुपर्दो रहेछ र सुरक्षा गर्दा गर्दै पनि दुर्घटना हुँदो रहेछ भन्ने चाहिँ आज देखियो र मृत्यु हुने चाहिँ यही नै हो। देख्न सक्नुहुन्छ यस्तो हालत भएको छ र उसको टाउको पनि कामै नलाग्ने